हेलो गाइज, आज चाहिँ हामी बहिनीको बर्थडेमा बिरयानी पकाएर खान आँटेको छौँ। यो बिरयानी चाहिँ हामी मटनको, यहाँ चाहिँ हामीले अदुवा लसुन, बिरयानी मसला, ल्वाङ सुकमेल, जिरा धनियाँको पाउडर, अनि यहाँनिर मिट मसला अनि प्याजलाई हामीले तेलमा तारेर अनि नुन, बेसार, कागती, दही, अदुवा लसुनको पेस्ट, टमाटर हालेर चाहिँ हामीले म्याग्नेट गरेर यसलाई 1-1.5 घन्टा राख्नेछौँ। अनि त्यसपछि हामी बिरयानी मसला बनाउनेछौँ, बिरयानी पकाउनेछौँ। अनि यो बिरयानी कस्तो हुँदैछ अनि हामी तपाईँहरूलाई लास्टमा देखाउँछौँ ल। किन यो नदेखा यस्तो त म्याग्नेट गरेको यो चाहिँ यो बोसो देखिन्छ। हेलो, आजको स्पेसल बर्थडे स्पेसल मेरो दिदीले बनाइदिनु भएको बिरयानी यहाँ पनि छ। बिरयानी यो चाहिँ राइता। दिदीको बर्थडेको कस्तो यो खानेकुरा मिठो भयो? के हो यो आजको? के अरे खानेकुरा? बिरयानी। मिठो भयो? ठुलो मम्मी यता डाइटिङमा भएको मान्छे मेरो यो डाइटिङ